या श्री स्वयं सुकृतिनां भवनेषु लक्ष्मी पापात्मनां कृतधियां हृदयेषु बुद्धि श्रद्धा शतां कुलजन प्रवश्य लज्जा तां त्वां नतास्म परिपालय देवी विश्वम। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम तपाईको आजमा। कार्यक्रम शुभारम्भ गर्दैछु आजको पञ्चाङ्गबाट। विक्रम 2070 साल कार्तिक महिनाको 15 गते आज शुक्रबार सन् 2013 नोभेम्बर 1 तारिक नेपाल सम्बन्धी 1133 कौलागा कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि रहेको छ। बेलुकी 8:13 उपरान्त चतुर्दशी, यस्तै हस्ता नक्षत्र रातको 12:54 उपरान्त चित्रा नक्षत्र, वैदृत योग बिहान 10:50 उपरान्त विष्कम्भ योग र गरकरण बिहान 8:19 त्यसपछि वणिजकरण साँझको 8:13 रहनेछ उपरान्त भद्राकरण। आनन्द आदिमा अमृत योग, चन्द्रमा कन्या राशिमा र काठमाडौँमा सूर्योदय बिहान 6:15 अनि सूर्यास्त साँझको 5:18 हुनेछ। यस आधारमा आजको दिन 27:35 पलाको रहनेछ। प्रदोष व्रत, यम पञ्चक आरम्भ हुने दिवस, यम दीपदान आरम्भ गर्ने दिवस, यस्तै त्रयोदशी तिथि, धन्वन्तरी जयन्ती, काग तिहारको दिन काकबली गर्ने दिवस र आज विशेष कामहरूलाई अथवा मुहुर्तलाई दिन अनि समय विचार गर्दा नक्षत्र र तिथि अनुकूल देखिएका छन्। सम्बद्ध मुहुर्त समेत विचार गरेर नयाँ काम शुभारम्भ गर्न सकिनेछ। बार पनि अनुकूल छ र यात्रामा हुनुहुन्छ भने हस्ता नक्षत्र भएको हुनाले जुनसुकै दिशाको यात्रा गर्न पनि फाइदाजनक देखिएको छ। सोचेका काम क्रियाकलापमा राम्रै लाभ उठ्ने देखिन्छ। हजुर, यो जानकारी पछि अबलाई पालो रहेको छ राशिफलको। आरम्भ गर्दैछु मेषबाट। मेष राशि। मेष राशिलाई स्वास्थ्य सबल रहनेछ, शरीरमा कान्ति छाम्नेछ र प्रतिस्पर्धामा विजयी बन्ने मौका छ। शत्रुहरूको चलखेल बढ्नाले अलि काममा भने अप्ठ्यारो पर्ने र यदाकदा चुनौती आइलाग्ने सम्भावना छ, तथापि विजयकारक सम्भावना देखिन्छ। आर्थिक गतिविधिमा राम्रो फाइदा उठाउन सक्नुहुनेछ। मित्रहरूको सहयोगले तपाईँलाई विशेष धनलाभ हुने दिन रहेको छ। मुद्दा मामिला समेत विजयकारक समय छ। वृष राशि। वृष राशिलाई सुखद समाचार सुन्न पाइनेछ। शैक्षिक क्रियाकलापमा फाइदाको योग रहेको छ, तर व्यापार व्यवसायमा र आत्मोन्नतिका लागि अलिक कमजोरीको दिन भएको हुनाले इष्टदेवको दर्शन पूजा उपासनाले यहाँलाई फाइदा पुग्नेछ। आत्मबलमा यदाकदा कमजोरी आउने, कामहरूमा यदाकदा रोकावट आउने र केही कामहरू रोकिने सम्भावना पनि देखिन्छ र स्वास्थ्यगत रूपमा तपाईँका लागि अलिक कमजोरीको समय भएको हुनाले इष्टदेवको दर्शन पूजा उपासनाले यहाँलाई फाइदा हुने र प्रशस्त लाभ मिल्ने देखिन्छ। मिथुन राशि। मिथुन राशिलाई परिवारजनबाट सामान्य सहयोग जुट्नेछ, तर विश्वास गरिएका पात्रहरूले अलि धोका दिने सम्भावना छ। मनमा डर चिन्ता बढ्ने, अलि अनावश्यक शङ्का जाग्ने र अमङ्गल सोचाइ बढ्ने योग छ। दुविधामा परिनेछ, गलत ठाउँमा निर्णय पर्न सक्छ, अलि पछुतो लाग्ने सम्भावना पनि छ। इष्टदेवको पूजा उपासनाले यहाँलाई फाइदा पुग्नेछ र सोचेका कामकाजमा अलि विलम्ब हुने दिन रहेको हुनाले केही जोगिएर काम गर्नु पर्ला। मातृशक्तिको राय सुझाव यहाँका लागि उपयोगी बन्ने देखिन्छ। कर्कट राशि। कर्कट राशिलाई पराक्रम बढ्नेछ, सहयोगीको साथ जुट्नेछ र काममा थप हौसला मिल्ने देखिन्छ। आँटेका काम सहजै तत्काल सम्पादन हुनेछन्, धनलाभ हुने समय छ। दाम्पत्य जीवन सुखद बन्नेछ, प्रतिस्पर्धाहरूमा विजयी भइनेछ। अत्यन्त फलदायी, अति लाभदायक समय देखिएको छ र विगतमा गरिआउनुभएका कामहरूबाट पनि यथेष्ट लाभ उठाउन सक्नुहुनेछ। श्रमको उचित मूल्याङ्कन हुने दिन्छ। सिंह राशि। सिंह राशिलाई आज मान सम्मानमा अलि कमी कमजोरी देखिएको छ। आर्थिक क्रियाकलापमा पनि सामान्य मात्र योग रहेको छ। बोलीको प्रभावले केही कामहरू भने सम्पादन हुनेछन्, अलि विवाद बढ्ने सम्भावना पनि देखिन्छ। प्रशंसकहरूबाट योग्य र व्यवहार गर्नुभएमा फाइदा हुनेछ। तपाईँका लागि बौद्धिक क्रियाकलापमा लाभ उठाउन सकिने अनुकूलताको योग छ, तर यदाकदा काममा विघ्न बाधाहरू आइलाग्ने सम्भावना छ र आर्थिक क्रियाकलापमा भने राम्रै फाइदा उठाउन सक्नुहुनेछ। खानपानमा रुचि बढ्नेछ र समग्रमा प्रसन्नता छाउने समय रहेको छ, तर विशेष काम क्रियाकलापलाई अलि समय पर्खनु भएमा बुद्धिमानी हुने र राम्ररी फाइदा उठाउन सकिने अनुकूलताको अवस्था देखिन्छ। कन्या राशि। कन्या राशिलाई प्रशस्त लाभ मिल्ने र आम्दानी बढ्ने समय छ। साजसज्जामा रुचि बढ्नेछ, स्वादिष्ट परिकारको आनन्द पाइनेछ। आत्मीयजनसँगको भेटघाट यहाँका लागि रमाइलो बन्ने देखिएको छ। मनपर्ने विभिन्न वस्तुहरू, वस्त्र, अलङ्कार आदि लाभ हुनेछन्। कामबाट समेत विश्राम पाइनेछ र उल्लेख्य प्रगति हुन सक्छ। घरमै बसिकन पनि यहाँका लागि राम्रो प्रगति हुने अनि समयमा कार्यहरू सम्पादन हुने दिन्छ।
तुला राशि तुला राशिलाई आज आकस्मिक खर्चको दिन छ। अलिक काममा थकाइ जाग्ने र अनावश्यक कामकाजमा महत्त्वपूर्ण समय गुज्रने अवस्था पनि देखिन्छ। केही जरिवाना सम्भावना छ। व्यवधान सामना गर्नुपर्ने योग छ। सानातिना समस्यामा अल्झनुपर्ने अवस्था छ। टाढाको यात्रा सम्भावना देखिन्छ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। इष्टदेवको पूजा उपासना गर्नाले यहाँलाई बिस्तारै फाइदा पुग्ने देखिन्छ। वृश्चिक राशि वृश्चिक राशिलाई प्रशस्त लाभ मिल्ने र आम्दानी बढ्ने योग छ। उठ्नुपर्ने रकम हात लागि हुन सक्छ। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ। नयाँ काममा हात हाल्न सक्नुहुनेछ। आज विगतमा रोकिएका कामहरू समेत सम्पादन हुनेछन्। आर्थिक पक्ष सबल बन्ने देखिन्छ। विभिन्न क्षेत्रबाट राम्रो फाइदा उठाउन सक्नुहुनेछ र विशेष आय आर्जनको योग छ। यहाँका लागि छोटो समयमा राम्रै प्रगति हुने अवस्था समेत देखिन्छ। धनु राशि धनु राशिलाई आज काम बन्ने समय छ। नयाँ काममा हात हाल्न सकिनेछ। कामका हरेक चुनौतीहरू पार लाग्नेछन्। यस्तै पद अनि प्रतिष्ठा समेत पाइनेछ। व्यापार व्यवसायमा पनि फाइदाको योग रहेको छ। नोकरीमा लाग्नेहरूको लागि पनि निकै रमाइलो दिन रहनेछ र उत्कृष्ट प्रगति गर्न सक्नुहुनेछ। व्यावसायिक पक्षमा समेत यहाँका लागि उत्कृष्ट प्रगति हुनेछ। फाइदा हुनेछ। आफ्नो वर्ग र क्षेत्रमा नेतृत्व हात लाग्न सक्छ र यात्रा सम्भावना छ। गरेका कामहरूबाट प्रशंसा, ख्याति र पुरस्कार समेत पाइनेछ। अरूलाई दिनुभएको राय सुझाव पनि निकै नै प्रभावकारी बन्ने मौका देखिएको छ। मकर राशि मकर राशिलाई भावी योजनाहरू बन्नेछन्। नयाँ काममा हात हाल्ने योग छ। धर्मकर्म अनि सेवामूलक कामहरूमा हात हाल्न सकिनेछ। परिश्रम परे पनि फाइदाको योग र नयाँ काममा नयाँ जिम्मेवारीमा अगाडि बढ्ने योग समेत देखिएको छ। धेरैले भरोसा गरेछन्। धेरैले तपाईँलाई सहयोग समेत जुटाउनेछन्। भागोन्नतिको समय छ। छोटो समयमा पनि उल्लेख्य प्रगति हुन सक्छ तपाईँका लागि। कुम्भ राशि कुम्भ राशिलाई अलि बाधा व्यवधानको योग छ। समयमा काम पुरा नहुने, सानातिना समस्यामा अल्झनु पर्ने र केही तनाव बढ्ने अवस्था देखिएको छ। स्वास्थ्य कमजोर रहन सक्छ। इष्टदेवको पूजा उपासनाले फाइदा हुनेछ। सहयोगीले हाजिराले अलि अप्ठ्यारोमा पर्ने र काममा चुनौतीहरू आइलाग्ने सम्भावना पनि देखिन्छ। यसर्थ केही जोग्य र काम अनि व्यवहार गर्दाखेरि यहाँलाई प्रशस्त लाभ मिल्ने अवस्था देखिन्छ। मीन राशि मीन राशिलाई दिन रमाइलो बन्नेछ। फाइदा उठाउन सक्नुहुनेछ र यात्रा पनि सम्भावना भएको बेला छ। सवारी साधनबाट भरपुर फाइदा उठाउन सकिनेछ। प्रियजनसँगको भेटघाट यहाँका लागि विशेष रमाइलो बन्ने देखिन्छ। दाम्पत्य जीवन सुखद रहनेछ। आर्थिक गतिविधिमा फाइदा उठाउन सकिनेछ र समग्रमा अत्यन्त फलदायी, अति लाभदायक समय छ। व्यापार व्यवसायमा पनि उल्लेख्य प्रगति हुन सक्छ। नयाँ ठाउँहरूको भ्रमण गर्ने मौका मिल्नेछ। यस्तै गरी तपाईँका लागि कामबाट अभिवृद्धि हुने, विश्राम पाइने, त्यस्तै फुर्सदिलो समय रहने अवस्था समेत देखिएको छ। विगतमा रोकिएका कामहरू पनि सम्पादन हुन सक्छन्। नयाँ काममा हात हाल्न सकिनेछ अथवा पुरानै कामलाई पनि विस्तार गर्ने मौका रहेको छ। हजुर, यो जानकारीपछि कार्यक्रम तपाईँको आजका लागि बिदा हुने बेला पनि भएको छ। यहाँहरूको दिन मङ्गलमय बितोस्। यहाँले छुट्टिनुभएका हरेक कामहरू सिद्ध बनुन्, यो कामनाका साथ म सञ्चालक लक्ष्मी कार्यक्रम तपाईँको आजका लागि बिदा हुँदैछु। नमस्कार।